साथीहरू अब त बोसो सहितको खजाना भेटेको छु मैले। नभए हामी यस्तो गुन्द्रुक खाँदै यस्तो कुरा गर्दैन। हामीले बन्द गरेपछि थाल चाट्ने कार्यक्रम हो हाम्रो मेन चाहिँ। हेलो हेलो, आज चाहिँ हामी गुन्द्रुक बनाउन लागेको छौँ। अब चाहिँ मेरो बुढीले अन्डा हाल्दैछ। ल हेर्नु त, वाउ। ए साथीहरूलाई म देखाउँछु गुन्द्रुक चाहिँ यस्तो छ। वाउ। नमस्ते साथीहरू, आज हामी दामी तरकारी बोकेर आएको छौँ। आज छ हाम्रो गुन्द्रुकको तरकारी विथ अन्डा र गुन्द्रुकको तरकारी। हाम्रो नेपालीको फेभरेट गुन्द्रुक र अन्डाको तरकारी लिएर आएको छौँ र अलिकति भात थोरै मात्र हो यो। खै किन हो, तर थोरै मात्र छ मेरो चाहिँ। अनि यो रहेको छ दसैँको माला। खानु ए ताप्नु तरकारी। ल है त सुरु गरौँ हामीले खाना खायौँ है त। थ्याङ्क यू। अन्त साथीहरू, फुल जस्तो आएको छ नि अहिले त मेरो। अलिकति मिलाएर राख्यो भने रिबन पनि देख्न सकिन्छ। हो। अनि यो चाहिँ हिजोको लेफ्ट ओभर तरकारी अचार हो, मसरुम र गोलभेडाको अचार। यो गेडा चाहिँ मटरको साग। मटरको साग कि के भन्छ अर्को रे, केराउ, हरियो केराउ। साथीहरू मिठो हुँदो रहेछ यो पनि, गुन्द्रुक पनि। म चाहिँ प्रायः गुन्द्रुकको अचार खाने गरेको थिएँ। गुन्द्रुकको तरकारी चाहिँ खाँदा थिएन। यस्तो तरकारी चाहिँ आज खाएको हो। खोर्सानी हालेको छ कि छैन? खोर्सानी हालेको छ कि छैन भनेको साथीहरू, एउटा ठुलो डल्ले खोर्सानी मेरो हातमा परेछ। खाँदैन नि तपाईँले? प्रायः खान सक्दिनँ थिएँ। साथीहरू, मैले खजाना भेटाएको छु। बिहानको अलिकति मासु 2 टुक्रा, एउटा 2टा। तिमीमा पनि छ? खै देखाउनु पऱ्यो नि खजाना। खै अरू के छ भित्र? ए अर्को साथीहरू, अब त बोसो सहितको खजाना भेटेको छु मैले। दिनु मलाई खजाना मसँग। हामी त एउटै जहाजमा चढाइ भएर खजाना बाँड्ने निर्णयमा पुगेको छ, तर 3वटा भयो, कसरी बाँड्ने? यस्तो गर्छु नि त, म आधी टोकिदिन्छु। हुन्छ हुन्छ होला ल। साथीहरू, एउटा खजाना दिएँ मैले आधी खाएको भएर एउटा अर्को पनि दिएँ। अब बाला भयो। छ कि मलाई यहाँ? छ भने अलि फेरि ए रहेछ त। साथीहरू, खजाना पाएर पनि चुप लाग्ने यस्तो क्रू मेम्बरहरूसँग मैले अब कसरी काम गर्ने? यसरी लुकाउनु त भएन नि, होइन? बिहानको सिमी पनि भेटेको छु मैले। थाहा थिएन मलाई। त्यो पनि खजाना।
पुरै अनएडिटेड हालिदिने हो खोर्सानी खायो भने आज म खानु त त्यो पिरो छैन होला खानु ल साथीहरू म खासै पिरो खान सक्दिनँ तर आज म ट्राई गर्छु किन आज म धेरै खुसी छु मैले खजाना भेटेको छु तर यत्तिकै चाहिँ टोक्नु सक्दिनँ म खाँदा खाँदै टोक्छु म छ फिलै भएन मलाई अब गममा खानु अब फिल हुँदैछ मलाई भयो फेरि अलिकति अलिअलि पैसा आउनु थाल्यो साथीहरू चिसै अलि पर्दैन खाली भयो फेरि Oh, this was very bad idea. What a pure भयो पानी पानी दिउँ साथीहरू पिरो भयो नि त मलाई डेन्जर कस्तो मिठो है छोड थाहा भएन मलाई अब कसले हान्नु भनेको थियो त साथीभाइहरू भन्दै भने साथीभाइहरू म चाहिँ मरेँ यसरी आवेशमा आएर हिरो नबन्नु होला हिरो बन्नाले यस्तै जिरो हुने भइन सकिन्छ मलाई पनि देऊ न यार अब पसिना निकालबाट होइन अब अन्त्यबाट आउनु थाल्यो कि नाकबाट यस्तो भने साथी कसरी युट्युब चलाउने खै साथ दिनु पऱ्यो नि होइन पैसा जाने होइन कि होइन झ्याप्प सब्सक्राइब हानिदिउँ अनि त्यसकै तल यतापट्टि होला लाइक पनि हानिदिउँ के छ त्यति गरेर के जान्छ 2 रुपियाँ गयो छैन नि छैन छैन त्यत्तिकै डराएको छु मेरो बुढोको लागि भए पनि लाइक हान्दिनु प्लिज किनभने जिन्दगीमा धेरै सरप्राइजहरू भेट्न सकिन्छ क्या भोलिपछि जस्तै आज मैले आश गरेको थिइनँ कि मेरो खानाभित्र पोर्क भेट्न सकिन्छ भनेर अब गुन्द्रुक खाँदाखेरि मासु भेट्छ भने कसले आश गर्छ त्यसैले यस्तो यस्तो भिडियोको लागि चाहिँ हामीलाई हेरिरहनु होला साथ दिइरहनु होला पिरो भएको छ मलाई अब बोल्ने पालो उसको मैले जस्तो खानु सक्नु भयो होइन साथीभाइहरू
Sarapika. बल्ल लाइनमा आएँ म त्यस्तो होइन कि अरू बेला खान नसक्ने होइन म चटपटमै खान सक्छु फेरि हो क्या तर यसरी कराममै टोकेर खान चाहिँ सक्दैन म खै किन हो पसिना आउँछ मलाई खाइदिनु अब दिएपछि होइन त्यहाँ माथि राख न त्यहाँ त देख्दैन पसिना देख्छ मेरो Nama. खासै पिरो चाहिँ होइन रहेछ साथीहरू तर अलिकति पसिना आयो ओठ पोल्दा चाहिँ मेन भन्दा चाहिँ अरू चाहिँ ओठमा नपोले आयो त्यस्तो के छुँदैन थियो मलाई मलाई पनि कस्तो पिरो हुन्छ तर फेरि खानु मन लाग्छ म त खाइदिन्छु त्यस्तो धेरै खानुहुन्न नि थाहा छैन कसले भने खाने बेला जिब्रो पोल्छ भोलि बिहान अन्तै पोल्छ यसरी त कहाँ हुन्छ जिन्दगी तिनीहरू नपोल्ला कसलाई बोल्छ मलाई नपोले मलाई त ओठ पोल्छ ओठ सँगसँगै अन्त पनि पोल्छ क्या त्यो भएर हामीले चाहिँ अघि हिजो के कलबाट हिजोदेखि हेरेँ है नयाँ सिरिज एउटा नयाँ सिरिज हेर्नु थालेको छ नेटफ्लिक्समा त्यो चाहिँ नयाँ भर्खरै आएको रहेछ क्या टिच युर लेसन भन्ने कोरियन सिरिज हो तर इङ्ग्लिसमा पनि डब छ कोरियनमा हेर्नु मन छ भने कोरियनमा हेर्दा पनि हुन्छ सब टाइटल त अफकोर्स भइहाल्छ अनि यो चाहिँ ड्रामा प्लस कमेडी टाइप हो तर क्या लाइक एकदम नलेजेबल छ है भन्नाले एउटा क्रिटिकल के भन्छ दादा क्रिटिकल इस्यु कोरियाको क्रिटिकल इस्युलाई रेज गरेर बनाएको छ जस्तै अहिले माइनर्सहरू बच्चा अब अन्डर एज बच्चाहरूको लागि 18 इयर्सभन्दा तलको बच्चाहरूको लागि अब सबै देशहरूमा एकदमै रुल्सहरू छ नि त एकदम के भन्छ अरे फेभरेबल प्लस एकदम कडा रुल्सहरू छ नि त अनि त्यसले गर्दा चाहिँ बच्चाहरूले चाहिँ कसरी त्यो कुराहरूलाई चाहिँ मिसयुज गरिरहेछ कसरी अब साउथ कोरिया जस्तो कन्ट्रीमा कसरी बुली जस्तो कुराहरू बुलिङ हरासमेन्ट भन्ने कुराहरूलाई कसरी ट्रेन्ड बनाइरहेछ के भइरहेछ त्यसबारेमा त्यसले अब कसलाई कति असर गरिरहेछ फेलो चिल्ड्रेन्सहरूलाई अर टिचर्सहरूलाई पनि अनि पेरेन्ट्सहरू सबै त एउटा क्रिटिकल पार्ट्सहरू हो नि त एउटा एजुकेसन सिस्टम बच्चाको लाइफको त्यही भएर अनि त्यो सबलाई चाहिँ समेटेर एकदमै राम्रो सिरिज बनाएको रहेछ एभ्री स्टोरीमा एभ्री एपिसोडमा डिफ्रेन्ट स्कुलमा जान्छ तर एकदमै राम्रो छ स्टोरी चाहिँ सबैले हेर्नुपर्छ कमेडी पनि छ तर कस्तो राइट वेमा छ क्या त्यस्तो धेरै कमेडी पनि छैन तर एकदम सिरियस इस्युलाई नै रेज गरेर बनाएको छ अनि आई माइसेल्फ बिङ अ टिचर भनिन
आई माइसेल्फ बिङ अ टिचर मलाई चाहिँ एकदमै इन्फर्मेटिभ लाग्यो त्यो सिरिज चाहिँ जस मन परिरहेछ। त्यो सिरिजले चाहिँ के देखाउँदैछ भने हामीलाई जस्तै शैक्षिक क्षेत्रमा चाहिँ यो लुकेको सब्जेक्टहरू हुन्छ क्या। जस्तै हामीले चाहिँ स्कुलमा भायोलेन्स भयो भन्छ, तर त्यो भायोलेन्स कहाँबाट सुरु हुन्छ होइन, कोसँग हुन्छ, किनभने सधैँभरि विद्यार्थीसँग मात्र हुँदैन है, टिचरसँग पनि भइरहेको हुन्छ। टिचर मात्र नभएर विद्यार्थीमा पनि भइरहेको हुन्छ, त्यो मात्र नभएर प्यारेन्ट्ससँग भइरहेको हुन्छ। प्यारेन्ट्सदेखि टिचरहरूलाई कुन स्तरसम्म पुगेको सबै देखाउँछ क्या यसमा चाहिँ। एकवटा एपिसोड हुन्छ, तर धेरै डिफ्रेन्ट एपिसोडमा डिफ्रेन्ट इस्युलाई लिएर तर एजुकेसन सेक्टरमा नै हुने इस्युजहरूको लागि लिएर तपाईँहरू चाहिँ यदि अब भोलि पर्सि स्योर प्यारेन्ट्स बन्नुहुन्छ होइन, कोही त अलरेडी हुनुहुन्छ होला भने तपाईँले एकचोटि चाहिँ हेर्नै पर्छ क्या यो। किनभने यसबाट चाहिँ तपाईँले बुझ्न सक्नुहुन्छ कि आफ्नो सेक्टरबाट मात्र राइट भएर हुँदैन क्या है, उता प्रतिपक्षले चाहिँ कस्तो सोचिरहेको छ त्यो पनि त्यहाँबाट पनि थाहा हुनसक्छ क्या। र अब मेरो बच्चा मात्रै राम्रो भन्ने हुँदैन कि, टिचर राम्रो हो कि होइन, टिचरको मानसिकतामा पनि भर पर्छ, आफ्नो बच्चाको मानसिकतामा पर्छ, नभए बच्चाको साथीमा पनि भर पर्न सक्छ। सधैँ आफ्नो मात्र बच्चा राम्रो हुन्छ भन्ने देखाउँदैन क्या त्यसमा चाहिँ, किनभने एकदम ब्याक दिएको हुन्छ, पोलिटिकल इस्युदेखि लिएर आउँछ क्या कुराहरू। त्यसले गर्दा चाहिँ एकपटक चाहिँ सबैलाई चाहिँ यो टिच यु अ लेसन भन्ने छ, त्यो चाहिँ सबले एकपटक चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ मलाई है। अगाडिको एउटा होइन, 2-3टा एपिसोड चाहिँ अलिकति फन्नी टाइपको छ, किनभने त्यो चाहिँ अब अन्त्य गएर एउटा भाइलेन्स टाइपको छ, अब ग्याङ्स्टर पनि देखाउन सक्छ होइन, त्यसो होला कतै। तर पछि आउने सिरियस इस्युहरू चाहिँ एकदमै भन्ने खालको छ क्या। किनभने सबैजनाले अब माइनर्सहरूलाई बच्चाहरूको लागि भनेर रुल्स एन्ड रेगुलेसनहरू त बनाए, तर हामीलाई त लाग्दैन बच्चा त बच्चा हो, उनीहरूले त्यस्तो गर्छ होला त्यस्तो लाग्दैन होइन। तर उनीहरूले आफूलाई पाएको फेभर्सहरूलाई, आफूले पाएको राइट्सहरूलाई मिसयुज गर्दो रहेछ क्या। त्यही भएर त्यहाँबाट चाहिँ धेरै कुरा सिक्न पाइन्छ। सो हामीलाई चाहिँ एकदमै मन पर्यो। हाम्रो कति एपिसोड 5 पुगिरहेछ, आई थिङ्क 8 हो कि 9-10 कतिवटा एपिसोड रहेछ। सो चाहिँ 4-5वटा एपिसोड हेर्न बाँकी छ, तर टिल नाउ हामीलाई चाहिँ एकदमै मन परिरहेछ। त्यही भएर तपाईँहरूलाई गुन्द्रुक खाँदै भन्दैछौँ हामीले कुरा, एकदम सिरियसली लिनु होला, नभए हामी यस्तो गुन्द्रुक खाँदै यस्तो कुरा गर्दैनौँ। आज भात खाएर गर्ने कुरा हो भन्ने भने केही खाँदैन सेट नगर्ने छैन सक्यो। यो रहेको छ मेरो वान पिस भने यो म खुर्सानी हान्छ डल्लै एउटा सिङ्गो धेरै राम्रो। तपाईँको ओट चाहिँ कसरी पोल्यो? मैले त पोल्यो यस्तरी टोके क्या एउटा साथीहरू अब हाम्रो खाना सकेको छ है, तपाईँको पनि सक्यो होला। अब
जाँदा हुन्छ होला सक्यो नि हौ के भन्दा हो अब लास्टमा बस्नुहुन्छ त पुरै थाल चाटेकै हामीले बन्द गरेपछि थाल चाट्ने कार्यक्रम हो हाम्रो मेन चाहिँ त्यही भएर अगाडि जानु मैले चाहिँ चाट्दैन उहाँले मेरो बुढाले चाहिँ चाट्नुहुन्छ है एकदम यस्तै है जाने न बन्द गर्दिनँ जानु साथीहरू For now, namaste. Bye bye. नमस्ते Ciao.